गाउँली दादा एकदम हँसाउने दादा हुनुहुन्छ यहाँ हेर एकदम डरले हँसाउने स्विमिङ पुल चाहिँ एकदम हामी यहीँनिर घण्टाघर पनि भित्र पनि छिर्यौँ यस्तो राम्रो नेचर छ हाई Hello everyone, सेवा र वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि म अर्को न्यू ब्लग लिएर आइसकेको छु साथीहरू। र यो ब्लग चाहिँ के को छ भनेर मेरो आउटफिटबाट तपाईँहरूले थाहा पाइसक्नु भइसक्यो होला। र राईहरूको उभौली चाहिँ जहिले पनि लास्ट डे चाहिँ धरानमा हुने गर्छ र हामी चाहिँ आज धरान जानेवाला छौँ। र म चाहिँ धरानमा गएर आज के गर्छु कसलाई भेट्छु भनेर चाहिँ मेरो भिडियो मार्फत तपाईँहरूले थाहा पाउनुहुनेछ। प्लिज सबैजनाले भिडियो चाहिँ स्किप नगरिकन हेर्नु होला। ल भने अहिले चाहिँ हामी लाग्छौँ साथीहरू। सोह्र चाहिँ हामी यसरी जाँदैछौँ। पुरै गर्मी यति धेरै छ है। यस्तो गर्मीमा तर हिँड्दैछौँ। यो चाहिँ धरानको माथि टावरहरू भ्यू पोइन्टहरू माथि छ। ओ लास्टै गर्मी भयो साथीहरू। तर यस्तै गर्मीमा भए पनि राईहरू फेरि आम्बो कडा हुन्छ। पानी नै परे पनि पानी नै परे पनि हामी फेरि साकेला चाहिँ छोड्ने होइन फेरि हिँड्दैछौँ। पानी रहेछ टक्कसँगले हामी चाहिँ अहिले चाहिँ आइपुग्यौँ है आएर धरानको साकेला सस्कीको बाद धरान सोह्र आइपुग्यौँ। यति धेरै मान्छे हुनुहुन्छ। राम के हो यस्तो इन्ट्री गरे हामी यति धेरै भिड रहेछ बाक्रे नगरौँ के। यस्तो गर्मी छ साथीहरू आम्मा पुरै छाड्दिउँ। त्यही पनि हामी राइनीको छोरी हो होइन यतिको त हुनु पऱ्यो है दामी। अब नाच्नु जानुपर्छ हामी पनि होइन। हामी चाहिँ अब छ्याङ खानु हिँड्नु आँटेको छ्याङ खानु अब छ्याङ। गाउँली दादा एकदम हँसाउने दादा हुनुहुन्छ यहाँ हेर एकदम डरले हँसाउने स्विमिङ पुल गाउँली स्विमिङ पुल चाहिँ यस्तो फाइनली हाम्रो श्रीजिङ नाना डाक्टर ससाङ सबैसँग भेट भयो। गाउँली चाहिँ हाम्रो यहाँ आइरह हुनुहुन्छ। यसरी बनाउँदै हुनुहुन्छ उहाँ पनि भ्लग बनाउनु हुँदैछ। यसरी बुझ्दै हुनुहुन्छ। धरान सोह्रमा चाहिँ यसरी आज अन्तिम हाम्रो बाउली चाहिँ रहेको थियो। सो हामी पनि आएको थियौँ। उहाँहरूसँग भेट भयो एकदमै खुसी लाग्यो है। मलाई लागिरहेको थियो मनमा चाहिँ भेट हुन्छ कि भनेर। तर फाइनली भेट भयो एकदमै धेरै खुसी एक्साइटेड भइरहेको छु है म चाहिँ। उहाँहरूसँग फोटो पनि खिचेँ। श्रीजिङ नाना डाक्टर ससाङ गाउँली चाहिँ यसरी भिडियो बनाउँदै हुनुहुन्छ। उहाँहरू एकदम रमाइलो फ्यामिली हुनुहुँदो रहेछ है। एकदम राम्रो लाग्यो मलाई। के भन्ने बहिनीहरू यहाँ हाम्रो क्युट बहिनीहरू पनि रहेछ हो र एकदम भनेको के लास्टै राम्रो हुनुहुँदो रहेछ नाना। मजाले बोल्नु पनि भयो लाग्यो। उनीहरू पनि यसरी नाच्दै हुनुहुन्छ है। डाक्टर ससाङबाट भिडियो बनाउँदै हुँदैछ ल दामी।
गाउँली दादा हुनुहुन्छ उहाँ एकदम धेरै हँसाउनुहुन्छ है। उहाँको भिडियो चाहिँ एनी टाइम म हेरिरहेको हुन्छु, भिडियो बनाउँदै हुनुहुन्छ। उहाँ चाहिँ यो राईको बारेमा बुझ्दै हुनुहुन्छ। यस्तरी डाक्टर शशाङ्क निधिङ गाउँली पनि यता यो पुरानो यो हाम्रो योहरूको बारेमा चाहिँ बुझ्दै हुनुहुन्छ उहाँहरू। ढोल झ्याम्टा रहेको छ यस्तरी र सबै यो राई कल्चरहरूको यो यस्तै यो के यहाँकोहरू पुग्दै हुनुहुन्छ। चिन्डोहरू रहेको छ। हाई बहिनीहरू, वाउ कति क्युट क्युट रहेछ। वाउ राम्री बहिनीहरू है। धरान चाहिँ आज चाहिँ म नआउने भनेर सोचिरहेको थिएँ, तर साथीहरूले गर्दाखेरि आएँ। तर यस्तो रमाइलो भयो साथीहरू, कुरै छाडिदिउँ। यस्तो रमाइलो भयो कि सबैसँग भेट पनि भयो, रमाइलो पनि भयो। राई भनेको राई हो कि यस्तो रमाइलो भयो। यसरी यहीँनिर चाहिँ हाम्रो कार्यक्रम थियो। यसरी चिन्डोहरूको यो राईको चाहिँ यस्तो चिन्डो एकदम मजाले यसरी सजाउनु भएको रहेछ। राईको यो ढोलहरू पनि रहेको छ। सबैसँग यस्तो रमाइलो भयो कि कुरै छाडिदिउँ। फाइनली साथीहरू आज चाहिँ म श्री सिंह डाक्टर शशाङ्क गाउँली सबैसँग भेट भएँ। एकदमै धेरै खुसी लाग्यो है। हामी चाहिँ धरान 16 को उभौली लास्ट आज चाहिँ लास्ट रहेको थियो र आज आएको थिएँ। उहाँहरूसँग भेट भएँ, एकदमै भित्री मनदेखि नै खुसी लाग्यो। उहाँहरू एकदम फ्याङ्ली हुनुहुँदो रहेछ। एकदमै धेरै एक्साइटेड भएँ। उहाँहरूसँग फोटो पनि खिचेँ, बोले पनि कस्तो राम्रो हुनुहुँदो रहेछ। ओ माई गड, म चाहिँ धेरै एक्साइटेड भएँ। नयाँ त्यसरी खाँदै हुनुहुन्छ। दामी यसरी यहीँनिर मेरो त स्वर पनि सुकिसकेछ। यसरी दामी सिल्ली रहेछ है। यसरी नाच्दै हुनुहुन्छ। वाउ, सो आई लाइक इट। दामी एकदमै मन पर्यो मलाई। हामी कहाँको आज कस्तो भयो? एकदम रमाइलो। हामीले कोलाई भेट्यौँ? डाक्टर शशाङ्क गाउँली। कस्तो रमाइलो भयो न? रमाइलो, एक्साइटेड। ओ माई गड, सिरुपाते खुकुरीमा लाहा छ कि छैन? सिरुपाते खुकुरीमा लाहा छ कि छैन? तिम्रो छोरा अब चाहिँ रात पनि पर्न लागिसक्यो, त्यही भएर अब चाहिँ सबैजना यसरी आफ्नो आफ्नो घरतर्फ पनि लाग्दैछ है सबैजना। ओ माई गड, यस्तो राम्रो लाग्यो है। रात पनि है यसरी घर जाँदै हुनुहुन्छ सबैजना। सिङ्गाना गाउँली सबैसँग भेट भयो है। अब चाहिँ हामी यहाँबाट जान्छौँ। उहाँहरूसँग पनि फोटो भिडियो खिचिहाल्यौँ। डाक्टर शशाङ्क सिङ्गाना हुनुहुन्छ वहाँनिर। यसरी यो घर पनि रहेको छ। तर मेरो फोनको ब्याट्री चाहिँ सक्यो कि साथीहरू, मैले मजाले भिडियो लिन चाहिँ पाइनँ है। अब हामी बाटो क्रस गर्दैछौँ है साथीहरू। टक्क लाएर अब यहाँ घन्टाघरतिर अलिकति इन्ट्री गर्नेवाला छौँ। ल चिरा अब यहाँ हामी आएर अलिकति टिकट काट्नुपर्ने हुन्छ। घन्टाघरभित्र पनि हामी प्रवेश गऱ्यौँ। यहाँनिर यसरी टिकट काट्दैछ छोरीले चाहिँ। एकदमै धेरै रमाइलो भयो आज धरानमा साकेला चाहिँ साथीहरू। र यो चाहिँ वर्षमा एकचोटि मात्रै आउने गर्छ, त्यसैले तपाईँहरू पनि धरान आउने गर्नुहोला है साथीहरू। हामी यहीँनिर घन्टाघर पनि भित्र पनि छिर्यौँ। यस्तो राम्रो नेचर छ। ओ माई गड, यस्तो राम्रो कस्तो मिठोवाला भाइब्स आउने रहेछ कि। तपाईँहरू पनि नाइटमा चाहिँ आउन सक्नुहुन्छ। यस्तो यहाँ मिठो आनन्द। यहाँ माथि घर रहेको छ यसरी। यस्तो रहेको छ, तपाईँहरू पनि आउन सक्नुहुन्छ। दामी मजा भयो, मजा।